हेलो गाइस, सबैलाई फेरि पनि नमस्ते। र आजको मेरो यो भ्लगमा चाहिँ तपाईहरुलाई स्वागत गर्दै र आज चाहिँ म यहाँ मकैबारीमा छु। सो अब यहाँ चाहिँ मैले मकैबारीमा चाहिँ म दोरे हाल्दै छु कि सो यता पट्टि चाहिँ मेरो आमा छ यहाँ माथि र यहाँ आमा माथि झार गर्दैछ। म चाहिँ यता अब मकै दोरे हाल्नु जानु आँटेको। सो आमा चाहिँ यहाँ झार गर्दैछ, म चाहिँ अब यहाँ दोरे हाल्नु जाँदैछु। यहाँ तल चाहिँ मेरो घर, सो यहाँ घरमाथि मकैबारी दोरे हाल्नु जाँदैछु। र यो यस्तो घाम लागिरहेको छ, यो घाममा चाहिँ दोरे हाल्नु चाहिँ एकदमै साह्रो पर्छ। मैले अघि नै यहाँ आधी चाहिँ हालिसकेको छु कि यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ हालिसकेको छु, अब यहाँ आधी चाहिँ रहेको छ र हेर्नु सक्नुहुन्छ तपाईँहरूले। र यो गरममा चाहिँ मकै दोरे हाल्दा चाहिँ साह्रै नै पर्छ, तर पनि अब दुःख गर्नुपर्छ मान्छे भएपछि। सो त्यही कारणले अब चाहिँ मकै दोरे हाल्नु जाँदैछु। र यहाँ चाहिँ हाम्रो आमाले झार गर्नुहुँदैछ हो। सो यहाँ अलिकति ठाडो रहेको छ, यहाँदेखि उँभो। र यिनीहरू चाहिँ सबै मैले दोरे हाल्नु पर्ने हुन्छ, डल्लै छ दोरे हाल्नु। सो यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले, बाटो चाहिँ यहाँ छ हो, उकालो जाने बाटो। बाटोदेखि उता चाहिँ डल्लै छ, बाटोदेखि यता चाहिँ हाल्दैछु कि म दोरे मकैमा। सो त्यस्तै छ, अब यो घाममा घाम लाग्छ, त्यस्तै डरलाग्दो घाम लाग्छ। बिसाउँदै हाल्दैछु दोरे चाहिँ। गरमले लास्टै भइसक्यो गाइस, हातहरू मकैको बोतलले लास्टै खोर्सेर बिजोक भइसक्यो गाइस। के लागेको यस्तो घाम, हैट दुईटा घाम लाग्यो आज त।
गाइस आज चाहिँ घामले साह्रै परिसक्यो अब अलिकति छ यहाँ माथि हेर्न सक्नुहुन्छ तपाईँले अब अलिकति छ बाटोदेखि यता चाहिँ आज चाहिँ बाटोदेखि यता चाहिँ सक्छु त्यही अरू उब्रन्त चाहिँ भोलि गर्नु पऱ्यो सो गाइस घामले बिजोग भइसकेको छ र फाइनली गाइस मैले बाटोदेखि यता चाहिँ डोरी लगाइसकेँ मकैको सो हेर्न सक्नुहुन्छ तपाईँहरूले यत्रो डल्लै पढाइसम्म हालिसकेछु मैले डोरी सो आजको ब्लग चाहिँ म यहीँ राख्न चाहन्छु र मन पराए मेरो ब्लगलाई प्लिज लाइक सेयर कमेन्ट गरिदिनुहोस् अनि मेरो च्यानलमा गएर सब्सक्राइब पनि गरिदिनुहोस् र थ्याङ्क यू फर वाचिङ द भिडियो बाई गाइस